खास भिटेनबाट। अँ, तर मलाई त्यसले गरेको व्यवहार मन नपऱ्यो कि हो नि, हो, बुझेँ। मैले कतिको फ्रीमै हो कि म खास हुन्छ नि अब त्यस्तो पैसा ले भन्ने पनि होइन कि फ्रीमै हुन्छ। अब सबजना आओस् मसँग आओस् गरोस् छ तिमीले धेरैजनाको फ्रीमा गर्दैछ त्यो हो। सुनेको छु। तर व्यवहार हो कि एउटा स्नेक हान्ने त होइन नि त। बुझ्यो त्यही त। लाइक त्यो स्नेक हाने पोइन्ट चाहिँ कतिखेर फिल भएको थियो? स्नेक हाने ल भिटेनको एल्बम सक्यो होइन, अब यो कुरा मिलिसकेको थियो। अब अस्ति भर कुरा मिल्सक्यो, त्यही पनि अब भन्यो यहाँ आऊ यताउता भन्ला होइन। तर जे हो त्यो त भन्नु मन लाग्यो मलाई होइन। अब हाम्रो एल्बम भ्यायो अनि त्यसको हाम्रो हिसाब भयो क्या। अब हिसाब हुँदाखेरि मैले खाएको हग्या मुत्या सुत्या इन्टरनेट सब पैसा काटेर उल्टो म 33,000 ऋणमा ल त्यसको एल्बम गरिरहेको छु मैले, उल्टै म त्यसको ऋण मार्यो भने यो त अति कमेडी लागेन तिमीलाई? लाग्छ नि अभियसली। मलाई फोन गरे म्यान तिमी घरमै आऊ न सँगै बसेर काम गरौँ न उसले भने। अनि ल म गएँ उसकोमा। अनि उसकोमा अब मैले त अब उसलाई कहीँ जानु मन लाग्यो, अब उसको कोही नहुँदाखेरि स्कुटी चलाएर हिँड्यो लग्यो यहाँ गऱ्यो। उसले मलाई 55K दिएको थियो कि दसैँतिर। अनि ल त्यति हो 1-20मा डिल भएको थियो। अनि 55K दिएको थियो। त्यसपछि त ल सबै काटेको, खाना खाएको अरे, नेट चलायो अरे, बस्यो अरे, यहाँ अरे, यहाँ गर्दा गर्दै अब 33,000 ऋणमा भने म काम गर्न गइरहेको छु ऋणमा भने अब ल अनि त्यसपछि त ल चित्त बुझेन नि त यो कुरा त। यो त कस्तो भयो नि, अफिसमा जाँदाखेरि अफिसको स्टाफले तैँले मेरो नेट चलाइस्, तैँले मेरो यो गरिस् त्यो गरिस्, अब त्यसको पैसा त्यो भने त मिलेन नि त। त्यही होइन स्यालेरी दिएर उसलाई अब बाहिर मान्छे बाहिर किन जान्छ त होइन। स्यालेरी पाउँछ, अभियसली एकोमोडेसन पाउँछ, खाना पाउँछ होइन त। म घरमै बसिरहेको थिएँ, उसले मलाई बोलायो, म उसकोमा गएँ, उसले अनि त्यसरी गर्ने त। त्यही त उसले अरूलाई ट्रिट गरे यसरी गर्ने हो त होइन नि त। अनि त्यसपछि ऋण 33,000 म उल्टै ऋणमा भएर म त्यहाँबाट निस्क्या। अनि त्यसपछि हामीले सिलुसँग डोर्जी दाईसँग मिलेर स्टुडियो खोल्दा यहाँ एक्सिडेन्ट भयो। अनि त्यसपछि यहाँ गरे 3-4 इयर्स वेस्ट भयो कि। 2021-2020मा एक्सिडेन्ट भएको, 2024 भइसक्यो। अहिले राम्रो काम भनेको त्यही लालगाडी हो। अनि तिमीले के भन्छ सिलुसँग चाहिँ कसरी कनेक्सनमा आयो? सिलु त अब पहिला हामी त्यही भिटेनकै स्टुडियोमा बस्दाखेरि त्यसले मलाई कन्ट्याक्ट गरेको थियो। अनि एउटा प्रोजेक्ट गर्नु मन लाग्यो भन्दै थियो कि त्यसले सिलुले। अनि त्यसपछि उसले भेट्यो मसँग। अनि त्यसपछि कामहरू गर्ने यहाँ हो भनेर। अनि बिस्तारै अब म त्यहाँ भिटेनसँग पनि छुट्टिन लगाइरहेको थिएँ नि त। अनि त्यसपछि उसँग कुरा गर्दाखेरि ल हुन्छ नि त गरौँ न भन्ने टाइपमा उसले पनि पोजिटिभ। ब्लाइन्डेडहरूमा आइसकेको थिएन ब्लाइन्डेड त पछि भयो। त्यतिखेर त लकडाउन भएको थिएन नि त। लकडाउन पछि पो ब्लाइन्डेड आएको हो नि त। ओके सो लाइक त्यहाँ उसले नै अप्रोच गरेको तिमीलाई? त्यो मैले अप्रोच गरेको। ऊ मसँग प्रोजेक्ट गर्ने भनिरहेको थियो। अब ऊ पनि साथी जस्तै गरेछौ कोसँग उसँग उसलाई मैले बिटहरू पठाइदिएको थिएँ। उसले खोइ गरेको चाहिँ थाहा भएन नि। मैले एउटा चाहिँ सुनेको थिएँ ल्याम्बोर्गिनी वाला। त्यो होइन मैले गरेँ होइन त्यो मैले त्यो एउटा सुनेको थिएँ, अरू सुनेको थिएन। ठिक छ राम्रो हुँदै थियो। त्यही हो लाइक त्यो बिचमा कोभिडले चाहिँ फक चाहिँ हाने हो। कोभिडले नि फक हाने, एक्सिडेन्टले नि फक हाने। अब मलाई चाहिँ के लाग्छ, गडले नि मलाई गलत मान्छेसँग जाँदैछस् भनेर एउटा सिग्नल दिएको सिग्नल दिएको। म त्योसँग हिँडे भए त मेरो केही हुँदैन थियो नि यार। त्यसकै पछि लाग्थ्यो होला नि त म पनि। त्यस केटाहरू लाग्यो जस्तै होइन।